म चाहिँ आज चाहिँ एकदम अस्वस्थ पनि छु, रातभरि निद्रा लागेको छैन। म चाहिँ ज्वरो आएर यस्तो भएछ अनि यस्तै खालको कामहरू पर्दो रहेछ। आज चाहिँ अध्यक्षज्यूको चाहिँ छोराको बर्थडे अनि त्यहाँबाट आज चाहिँ हाम्रो भाइ सुदीप पौडेल आउने यही कार्यक्रम बनेको दिन हैन। अनि त्यसो गर्दाखेरि यो विविध कुराहरूले गर्दाखेरि अब कहिलेकाहीँ के भइदिँदो रहेछ भने पाहुना आएको दिन भाडा बजाउने, अरू बेला चाहिँ टन्न खाना बनाउने, पाहुना आएको बेला भाडा बजाउने काम चाहिँ यो हाम्रो माइक्रोफोनले गर्यो। यसप्रति यहाँहरूप्रति म क्षमा प्रार्थी छु। र अब म अलिकति थोरै विषयवस्तु, धेरै लामो हाम्रो कुरा छैन, हामी सबैले बोल्न जाने छ, त्यसकारण म थोरै विषयवस्तु के राखौँ भने मैले चाहिँ हाम्रा भाइ जो मेरो विद्यार्थी पनि हुनुहुन्छ यही स्कुलबाट 5 कक्षासम्म हामीले पढाएर पठाएको, जति बेला म इङ्ग्लिस टिचर इङ्ग्लिस पढाउँथेँ र अनि सबै अगाडिका सरहरू हुन्थ्यो, दिनेश सर, माधव सर, शिव सर, सबै हामी मिलेर भाइलाई हामीले पढाएर पठायौँ। भाइसँग मैले बाबु जे जति सकिन्छ स्कुलमा कति सकिन्छ बाबुले अलिकति सहयोग गर्न सकिन्छ भने यो सोचिदिए हुन्थ्यो। यसप्रति म एकदम आभार थिएँ भाइ भनेर मैले त्यहाँ आधा घन्टा जति भाइसँग कुरा गरेको थिएँ, जसको फलस्वरूप यो कार्यक्रम नपुगेको छ। यो धेरै लगानीमा एउटा ट्र्याक सुट तयार गर्न मैले नजाने मात्रै 1500 लाग्छ। अनि त्यो ट्र्याक सुट चाहिँ भाइ आफैले, यो कुनै संस्थाबाट नभएर भाइ आफैले आफ्नो व्यक्तिगत लगानीमा यहाँ आएर 40-45 हजारको यत्रो खालको एउटा उपहार या विद्यार्थीहरूलाई र विद्यालयलाई सधैँका लागि स्मरण हुने र विशेष गरी हामीलाई धेरै सहयोग गरिदिनु भएका प्रति उहाँलाई धेरै धेरै ताली बजाएर, सबैले जोरदार ताली बजाएर स्वागत गरिदिनु हुन म सुदीप पौडेललाई अनुरोध गर्छु। र यस्तै यस्तै मन लाग्दै जाओस्, दिन दोबर रात चौबर आर्थिक समृद्धि होस् हाम्रो भाइको र जय कल्याण होस् भन्ने मेरो तर्फबाट कामना पनि गर्दछु। र म यति भन्दै हाम्रो भाइलाई सरले भन्नुहुन्छ र म यहाँहरु बीचमा बिदा हुन्छु। धन्यवाद। सबैलाई नमस्कार। आजको यस कार्यक्रमका प्रमुख अतिथि यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र यसै नवबुद्ध टिमका वडा सदस्य गकुल भुर्तेलज्यू, शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यू, आदरणीय गुरुहरू यसै विद्यालयका पुष्कर राज भुर्तेलज्यू लगायत सम्पूर्ण सरहरूलाई र अभिभावकज्यूलाई स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। यहाँ भन्नुपर्ने, भाषण गर्नुपर्ने कुरा त आज खासै त्यस्तो केही छैन। यहाँ हामीले र मैले व्यक्तिगत रूपमा एउटै कुरा मात्रै भन्नुपर्ने के छ भने जुन धरती, जुन पृष्ठभूमिमा बाट हामी यो गाउँ, यो ठाउँ र यो अवस्थामा केही सिक्ने, केही चेतना लिने र केही बुझ्ने अवसर प्रदान गर्नुभयो र त्यसको पहिलो खुड्किला मेरो घर थियो भने दोस्रो खुड्किला र दोस्रो यो एउटा अन्धकारबाट एउटा उज्यालोतिर लाने आदरणीय गुरुहरू मेरो मलाई अक्षर देखाउने, मलाई पढाउने, सिकाउने धेरैहरू गुरुमध्येमा आज मैले यसो हेर्दाखेरि पुष्कर सर हुनुहुँदो रहेछ। एउटा उमेरको हिसाबले, अवस्था र व्यवस्थाको हिसाबले कुरा गर्दाखेरि त्यतिखेर मैले आज यसो सम्झी मलाई सानै उमेरमा उहाँले शिक्षा दीक्षा दिन आउनु भएको रहेछ। किनकि एउटा जवानी अवस्थामा एउटा उमेरमा पनि केही आफ्नो ठाउँमा केही गरौँ, यहाँ केही गरौँ, म भित्र भएका कुराहरू केही यहीँ लागू गरौँ र म भित्र भएका चेतनाका दियोहरू यहीँ बालौँ भन्ने सोचले हामीलाई सानै आफ्नो उमेरमा नै उहाँले हामीलाई शिक्षा दीक्षा दिनुभएको रहेछ। पुष्कर गुरु जो आदरणीय गुरुले नै मलाई हात समाएर हामीलाई एबिसिडी सिकाउनुहुन्थ्यो। मैले यहाँ सम्झिनै पर्ने दीपक सापकोटा, उहाँले हामीलाई हात समाएरै सिकाउनुहुन्थ्यो। माधव गुरु, माधव भुर्तेल जो हाम्रा बेलामा उहाँले हामीलाई हात समाएर कखरा सिकाएका आज भएका साना साना नानीहरू जस्तै
अवस्थामा हामीलाई हात समाएर सिकाउने गुरुहरू, जो एउटा अँध्यारोबाट उज्यालोतिर लाने गुरुहरूलाई आज हामी यहाँबाट पढेर हुर्केर बढेर यो ठाउँबाट तपाईँको हामी केही कमाउन सक्ने, केही रमाउन सक्ने अवस्थामा गएपछि फेरि सामाजिक रूपमा यो विद्यालयलाई केही गरौँ न त, हाम्रा अंशबाट, हाम्रा कमाइबाट हामीले अलिकति हाम्रा खाजा खाने पैसाहरू छुट्याएर बचाएर केही गरौँ न त भन्ने एउटा उद्देश्यका साथ मैले पनि म पढेको विद्यालयमा आज एउटा सानो एउटा कार्यक्रम राख्न पाएँ। साना साना नानी बाबुहरू, हाम्रा छोराछोरीहरूलाई मैले व्यक्तिगत रूपमा, मैले कुनै एउटा डोनेसन होइन, मैले कुनै एउटा फन्ड होइन, मैले व्यक्तिगत रूपमा आफ्नो कमाइको केही अंश चाहिँ मैले सामाजिक रूपमा पनि एउटा केही गरौँ न त भन्ने सोचले चाहिँ आदरणीय पुष्कर सरसँग मेरो केही समय अगाडि कुरा भएको थियो र त्यसैको सिलसिलाबद्ध क्रमबद्ध रूपमा चाहिँ मैले आज एउटा सानो सहयोग गर्न पाएको छु। यो सहयोग गर्न पाउँदा म व्यक्तिगत रूपमा आफूलाई असाध्यै भाग्यमानी ठान्दछु, जुन धरतीमा म यहाँ एउटा शिक्षाको एउटा दियो बालेर, शिक्षाको दियो बाल्ने एउटा कोसिस गरेर यहाँ कखरा सिकेर यहाँबाट म बिदा भएको थिएँ। मेरो कलेज जीवन जनकमाईमा भएको थियो, त्यसकारणले एउटा मेरो बाल्यकाल यहाँबाट सुरु भएको हुनाले चाहिँ यही ठाउँमा चाहिँ मैले केही गर्नुपर्छ भन्ने लागेर म आज यहाँ तपाईँहरू समक्ष आइपुगेको छु। यसको लागि म असाध्यै आभारी छु। तपाईँहरूले दिनुभएको माया, स्नेह, यो प्रेम सधैँ म एउटा उपहारको रूपमा लिन्छु र मेरो तर्फबाट गर्न सकेको यो सानो सहयोग नानी बाबुहरूको उज्जवल भविष्यको लागि एउटा खुड्किला हुन्छ भन्ने आश गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। रूपमा चाहिँ मैले यसो खाजा खर्च कटाएर मैले नानी बाबुहरूको एउटा सहयोग गर्ने एउटा इच्छा जाहेर गरी र त्यसको लागि चाहिँ तपाईहरू सम्पूर्ण अभिभावकहरूले पनि यहाँ आएर यसलाई ग्रहण गरिदिनु भएको छ र नानी बाबुलाई यो गर्न पाउँदा र यो विद्यालयको तर्फमा मैले यति सहयोग गर्न पाउँदा म असाध्यै खुसी छु। यति भन्दै सम्पूर्ण गुरुजनहरू, अभिभावकजीहरू, साना साना नानी बाबुहरूको उज्जवल भविष्यको कामना गर्दै भोलि एउटा ठुलो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्छ, आफ्नो सन्तानहरूलाई त्यो सिकाउनु पर्छ भन्ने एउटा मेरो भनाइ राख्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।